एउटा बन्दैछ त भन्दै चार थुङ्गे बनाऊ चार थुङ्गे यो तीन थुङ्गे अब नि यहाँ भयो माथि थोकमै के गरेको भनेको कि टङसिङ किन यस्तो बाँधेको किन अरे हैन यो चाहिँ अर्थ के ई सेममा गर्दाखेरि चाहिँ चाहिन्छ के अब एउटा मर्नेको एउटा बाँच्नेको चाहियो उनीहरूको चाहिँ छुट्याउनु पर्यो भरै अनि उनीहरूलाई चाहिँ फेरि अब माथि भरै छुट्याइसकेपछि भोलि दिँदाखेरि उनीहरू सबै सिद्धिएर दिँदाखेरि चाहिँ जुन चाहिँ बाँच्नेको चाहिँ उसको हातमा दिनु पर्यो मर्नेको चाहिँ सेलाउनु पर्छ उनीहरू चाहिँ सेममा भन्छ मागिनु माघी भन्छ कि बागिनु माघी सेममा भनेको त मर्ने र बाँच्नेको चाहिँ छुट्याउने यो चाहिँ अस्ति बोजूहरूसँग बसेको हामी थियौँ नि त अब हामी छुट्टिने हो छुट्टिने हो उहाँले चाहिँ माथि हाम्रो अस्ति दुई ठाउँ छ माथि लाग्देन र सोक्देन लाग्देन भनेको चाहिँ मर्नेको सोक्देन भनेको त बाँच्नेको त्यो लाग्देनमा चाहिँ अब उहाँले राखी छोडेर हामी फेरि यता आउँछौँ यी तङसिङवालाहरूसँग यता आएर अनि चाहिँ निपासङमा अरू गर्छौँ होइन रागमा अनि गर्छौँ यो चाहिँ भनेपछि मर्ने र बाँच्नेको डिभोर्स छुट्याउनु डिभोर्स गरिदिएको यो डाइभोर्स गर्ने लयर चाहिँ तपाईँ लयर चाहिँ उहाँ हुनुभएछ यो चाहिँ लेखेको छैन र जोसुकैले भन्नु लेखेको त्यो नजान्नेले हाम्रो नराख्नु यहाँ भरे जिम्मा लिनु सकिँदैन हेर्नु जाने होइन छालाको मान्छे देखेको अरे कि होइन छालाकामा कि कोलाका पातमा हो भन्ने सुनिरहेको थिएँ मैले त यो चाहिँ मेरो विचारमा है अनि बाख्राले खाइदियो के भन्ने सुनिरहेको थिएँ यो हामीलाई हाम्रो चाहिँ कस्तो हुन्छ भने मुखले पाँचजना उभिएपछि पञ्च भएको पञ्च भएपछि त्यही पञ्चको आधारमा प्रधान पञ्च भन्छ नि अहिलेको चाहिँ अध्यक्ष भन्छ त्यस्तै हो हामीले पाँचजना मिलेर भनौँ भने कथा त्यो हामीलाई डाउन गर्ने मात्रै हो त्यो होइन यो कुनै उसमै थिएन छेत्री बाबुको जुन वेदहरू छ नि त्यो भनेको चाहिँ एउटाको काल्पनिक हो के एउटा काल्पनिकले बनाएको जस्तै कृष्णले चाहिँ गाई उभ्याएर दुध खाँदैछ नि त्यो त कुनै हालतमा नहोला भन्ने हो हामीले त अब प्राकृतिक पूजक भन्छौँ हाम्रो मन्दिर हुँदैन है हाम्रो खालि ढुङ्गा भए पनि ढोग्ने हो हामी ला नाम भन्छौँ नाम भन्छौँ जुन घामलाई यसो गरौँ सिद्धि जुन घामलाई त ढोक्छन् नि छेत्री बाहुनले जुनलाई त देखेको छैन घामलाई त बिहानै पछि ढोक्छ
pengsidang bakor. Oh,